सबैजनालाई जय मसीह, गुड मर्निङ। आज फेरि म परमेश्वरको वचन लिएर आएको छु। यो जीवित परमेश्वरको वचन, सत्य परमेश्वरको वचन अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वरको वचन। परमेश्वरले हामीलाई पहिल्यै प्रेम गर्नुभयो। हामीभन्दा पहिले नै उहाँले हामीलाई प्रेम गर्नुभयो। परमेश्वरको वचनले भन्छ हामी प्रेम गर्छौँ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। परमेश्वरले हामीले प्रेम गर्नुभन्दा अगाडि नै उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति संसारमा एकजना मुक्तिदाता पठाउनुभयो। आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो। आजभन्दा 2026 साल अगाडि परमेश्वरले हाम्रो मुक्तिको निम्ति आफ्नो पुत्रलाई संसारको मुक्तिदाता तुल्याएर पठाउनुभयो। अनि मुक्तिदाताले भन्नुहुन्छ, जो संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ, उहाँ प्रभु यीशु हुनुहुन्छ। यीशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। प्रभु यीशुमा विश्वास गर्ने चाहिँ मरेपछि पनि उसको जीवन छ, आशा छ, भविष्य छ। उसको निम्ति स्वर्गलोक परमेश्वरले तयार गर्नुभएको छ। मृत्युमै उसको जीवन टुङ्गिन्न, तर मृत्युपछि अर्को जीवन पनि परमेश्वरले उसलाई दिनुहुन्छ। त्यही भएर आशा र भविष्य चाहिँ प्रभु यीशुमा मात्र छ। मुक्ति, अनन्त जीवन प्रभु यीशुमा छ। पाप क्षमा उहाँमा छ। उहाँमा साँचो शान्ति छ। सबैजनाले यो समयमा प्रभु यीशुलाई नै प्रार्थना गर्नुहोला। हामीले बचाउन सक्ने ईश्वर, भगवान, देवी देवता कोही छैन। मात्र एक प्रभु यीशु ख्रीष्ट मात्र हुनुहुन्छ, जो स्वर्गबाट लिएर आउनुभयो हाम्रो निम्ति। अनि यीशुले भन्नुहुन्छ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। प्रभु यीशुले भन्नुभयो, जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। यो हाम्रो आत्मा संसारमा 80-90 सालपछि त मरेर जान्छ र पनि हामी मरिसकेपछि नयाँ जीवन सुरु हुन्छ, कि स्वर्गको लागि कि नर्कको लागि। तर प्रभु यीशुलाई हामीले पाएका छौँ भने चाहिँ अनन्त जीवन सुरु हुन्छ। अर्को जीवन, अनन्त जीवन प्रभुले हामीलाई दिनुहुन्छ, जो सदा सर्वदा रहने जीवन। त्यो जीवन चाहिँ कहिले नाश हुँदैन। यस्तो खाले जीवन प्रभु यीशुले दिन चाहनुभएको। त्यही भएर प्रभुले भन्नुभयो, जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। उसको आत्मा कहिले मर्दैन, ऊ चाहिँ सदा सर्वदा जिउनेछ। तपाईँ सदा सर्वदा जिउन चाहनुहुन्छ, स्वर्गलोक जान चाहनुहुन्छ, आफ्नो पापको क्षमा पाउन चाहनुहुन्छ भने चाहिँ प्रभु यीशुकामा गइहाल्नुहोस्। उहाँलाई प्रार्थना गर्नुहोस्, आफ्नो पापहरू मानिलिनुहोस्, पश्चाताप गर्नुहोस् अनि आफ्नो जीवनमा प्रभु यीशुलाई मुक्तिदाता भनेर स्वीकार गर्नुहोस्। हृदयमा विश्वास गरेर मुखले प्रभु तपाईँ मेरो प्रभु हुनुहुन्छ, म तपाईँलाई आफ्नो मुक्तिदाता पनि स्वीकार गर्छु भनेर उहाँलाई तपाईँले स्वीकार गर्नुहोस्। अनि यीशुले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। आज प्रभु यीशु बाहेक स्वर्ग पिताकामा कोही आउन सक्दैन। बाटो, सत्य र जीवन उहाँ मात्र हुनुहुन्छ। कुनै भगवानले बचाउँदैन तपाईँ हामीलाई, कुनै देवी देवताले पनि बचाउँदैनन्। बचाउनेवाला एक मात्र प्रभु यीशु ख्रीष्ट, जो संसारको मुक्तिदाता हुनुहुन्छ। अनि परमेश्वरको वचनले भन्छ, परमेश्वरको काम यही हो कि जसलाई उहाँले पठाउनुभयो उहाँलाई तिमीहरूले विश्वास गर। अनि स्वर्गबाट उडेर आउनुभएको प्रभु यीशु मात्र हुनुहुन्छ। परमेश्वरले हाम्रो निम्ति उहाँलाई पठाउनुभयो अनि उहाँमा चाहिँ विश्वास गर्नुपर्छ। अनि अरू वचनले भन्छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। परमेश्वरको वचनले पक्का तरिकाले भन्यो कि अरू कसैमा मुक्ति छैन। संसारका सारा मानव जाति, सारा संसारलाई परमेश्वर भन्नुहुन्छ, अरू कसैमा मुक्ति छैन। अनि किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को नाउँ दिएको छैन। प्रभु यीशु बाहेक कसैले बचाउँदैन। मुक्ति कसैमा छैन। जति तपाईँले धर्म कर्म गर्दै हुनुहुन्छ होला त्यहाँ पनि मुक्ति छैन। तपाईँले दान धर्म गर्दै हुनुहुन्छ, ध्यान बस्दै हुनुहुन्छ, तपाईँ ईश्वर खोज्दै हुनुहुन्छ, म भन्न चाहन्छु त्यहाँ पनि मुक्ति छैन। मुक्ति चाहिँ प्रभु यीशु ख्रीष्टमा मात्र छ। तर तपाईँ ध्यान गर्न चाहनुहुन्छ, साँचो ईश्वर खोज्न चाहनुहुन्छ भने चाहिँ साँचो ईश्वर चाहिँ प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँमा आउनुहोस्। उहाँमा चाहिँ बाटो, सत्य बाटो तपाईँले भेट्टाउनुहुन्छ, जुन स्वर्गलोकसम्म तपाईँलाई पुर्याउँछ। अनि प्रभु यीशुको जब प्रभु यीशुको
मार्गमा तपाईँ हिँड्नुहुन्छ, तपाईँ आफै धर्मी बन्नुहुन्छ, अरूलाई देखाउनको लागि धर्मी होइन, भित्री मानिस परिवर्तन भएर आफै धर्मी बन्दछ। अनि परमेश्वरको वचनले भनौँ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि अरू कुनै नाम दिएको छैन। प्रभु यीशु ख्रीष्टको नाम बाहेक हामीलाई बचाउन सक्ने नाम अर्को नाम छैन संसारमा सारा मानव जातिहरूको निम्ति। अनि प्रभु यीशु भन्नुहुन्छ तिनीहरूलाई म अनन्त जीवन दिन्छु, तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। प्रभु यीशुले तपाईँ हामीलाई अनन्त जीवन दिनुहुन्छ अनि प्रभु यीशुको हातमा भएका हामी विश्वासी जो प्रभुमालाई विश्वास गर्छौँ अनि कसैले उहाँको हातबाट हामीलाई खोसेर लाने छैन। कस्तो राम्रो जीवन प्रभुले हामीलाई दिनुहुन्छ, एकदम अनन्त जीवन अनि पक्काको जीवन अनि कहिले नष्ट नहुने जीवन, अनन्त जीवन दिन प्रभु यीशु आउनुभयो। संसारको मुक्तिदाता उहाँ नै हुनुहुन्छ, उहाँलाई विश्वास गर्नुहोस्, मुक्ति उहाँमा छ। जय मसीह।